ल हामी सुरुमा इन्टर गऱ्यौँ है। अनि के भन्छन् यो के भन्छन् कोवलपुरदेखि भित्र उता जुन काठमाडौँ जाने बाटो छ नि, त्यहाँदेखि हामी इन्टर गऱ्यौँ है। अनि यो चाहिँ के पो ठाउँ रहेछ यार, यो चाहिँ मलाई थाहा भएन। यस्तो हो यो हावा अलि अब बाइकमा बसेपछि फेरि ओपनली त्यो हुन्छ कि अब स्पिड चलाएपछि रेकर्डिङमा फेरि त्यति क्लियरली साउन्ड नै आउँदैन। सो यो साउन्ड चाहिँ म पछिबाट रेकर्ड गर्दैछु कि ठाउँ चाहिँ देख्नुहोस् दामी छ कि। अनि सिन पनि एकदमै राम्रो क्या, हराभरा वरिपरि जङ्गलै जङ्गल। अनि म यतातिर साँझतिर हिँड्दै थिएँ कि साँझतिर मात्र काठमाडौँ जाने बेला मात्र हिँड्दै थिएँ। ल आयो अब जङ्गल है। हामी चेकिङ त्यो गरेर पास गरेर त्यसपछि हामी आयो अब जङ्गलमा। यस्तो दामी भ्यू यार, ओहो। लेफ्ट राइट दुइटै साइड दायाँ बायाँ जङ्गलै जङ्गल। यो छ बिचमा सरर है, सरर बाइकमा बस्दै। अनि एकछिन पछि अहिले पुरा पानी आउँछ है। ठ्याक्कै बिचमा के अझ पानी पर्दैछ। दायाँ बायाँ अगाडि पछाडि कहीँ पानी परेको छैन, फेरि पानी मात्र छैन। यो त यस्तो भएको के त गाना छ नि, जिन्दगी सरर मोटर गाडीमा हेर्नेले हेरिदिन्छ। त्यसपछि थाहा छैन है गाइस। हामी चाहिँ हिँड्दैछौँ। यस्तो दामी ठाउँ यार। म त भन्छु भिजिट गर्नुलाई गाइस एकचोटि उतातिर होइन। जहिले नाइट बसमा गएको उता काठमाडौँमा के भ्यू नै देखिन्न होइन। राति यता आउने बेला देखिन्छ बिहानतिर, मर्निङमा ठ्याक्कै बिहान पुगाउँछ नि त। त्यहाँ काठमाडौँमा साँझ चढेपछि ठ्याक्कै यहाँ बिहान पुगाउँछ। हेर्नु पुरा चस्मा लगाए पनि पुरा के आँखाबाट आँसु आउने के पुरा हावाले यार। हाम्रो पवन दाइ फेरि 180 को स्पिडमा चलाउने मान्छे, डरो कुदाउनुहुन्छ क्या उहाँले फेरि। अब एउटा चाहिँ ट्रस्ट चाहिँ हुनुपर्छ है, के भन्छन् बाइकमा या कुनै गाडीमा बसेपछि। अनि प्रेयर पनि गर्नुपर्छ। सो हेर्नु है, यस्तो दामी भ्यू के यो टाइममा हुन्छ। ठ्याक्कै मौसम पनि त्यस्तै हुन्छ, अझ भ्यू पनि त्यस्तै। हामी चाहिँ हिँड्दै अरे से मैले त गाना गाइदिउँ क्या। कान्छी तिम्रो मायाले पागल बनायो, तिम्रै मायाको सागरले डुबायो। यो चाहिँ पानी आउँदै थियो त, एकछिन हामी वेट गरेको है पानी रुक्छ कि भनेर। सो यो चाहिँ धकेरी भन्ने ठाउँ हो गरे। मलाई चाहिँ थाहा भएन, दाइले भन्दै थियो धकेरी हो भनेर। दामी ठाउँ छ है गाइस, दामी ठाउँ छ यार। चारैतर्फ वरिपरि जङ्गलै जङ्गल, ठ्याक्कै बिचमा पर्ने रहेछ। आफू पऱ्यो कैलालीको मान्छे, अब यतातिर कतै पनि अब नघुमेको नहिँडेको मान्छे होइन। सो अलि एक्साइटमेन्ट हुन्छ है गाइस हिँडेपछि। यो मोबाइलको अलि त्यो भएन कि गाइस यार, मेरो स्टेबिलाइजेसन भएन क्या, धेरै हल्लिन्छ के। हेर्नु भूकम्प आए जस्तै यार लाग्छ कि कोही समातेर पुरा धक्का दिइरहेछ। यस, हाम्रो बाजे छाता लिएर हिँड्दैछन्। यो चाहिँ कुन ठाउँ है गाइस, कमेन्ट गर्नु होला है गाइस, कमेन्ट गर्नु होला है कमेन्टमा कुन ठाउँ हो यो। मैले एक्ज्याक्ट थाहा पाएन, त्यो साइनबोर्ड पनि हेर्न पाएन है लोकेसनको। तर यता पनि तपाईँको चौधरी बस्तीहरू रहेछन् है। हामी खासमा जान लागेको चाहिँ शमशेरगञ्ज हो, त्यहाँ पनि चौधरी गाउँ नै रहेछ उतातिर।
ठ्याक्कै जङ्गल पर्ने रहेछ उता पनि, लगभग जङ्गलकै एरिया भनौँ के। अब त्यसपछि यो शमशेरगञ्जपछि त्यो आउँछ गरे के अमेलिया, अमेलिया आएपछि त दाङ आइहाल्यो। ए हेर्नु है, बस्तीहरू छ, मान्छेहरू, पार्क बन्दैछ क्या त्यो साइड। यसको यो ब्याक प्यानल यो मोबाइलको, अनि ब्याट्री हाल्नु सक्यो, अनि लेन्समा पनि पुरा धुलो कारणले अनि अलिक क्लियर आउन कि। यसको साउन्ड पनि के भन्छ अलिक खराबै छ। सो टेक इट इन्जोय गाइस। म चाहिँ त्यो हेर्दै पछिबाट त्यो भोइस ओभर गरेको है गाइस। यसमा मैले रेकर्डिङ गर्दाखेरि त्यो भोइस मेरो सुनेन यसमा, किनकि अब हावाले गर्दा आवाज आउँदैन के, क्लियरली रेकर्ड हुँदैन, बट भ्यू मात्र देखिन्छ है क्यामेरामा। सो भ्यू हेरेर इन्जोय गर्नु होला। र एउटा कुरा के, धेरै जसो मान्छेहरू फेमस युट्युबरको भिडियोमा अनि जान्छन् के, जो सानो सानो क्रिएटरहरू हुन्छन्, कहिलेकाहीँ तिनीहरूको पनि भिडियोलाई सपोर्ट गरिदिनुहोस् के। धेरै बेरसम्म नहेर्न सके पनि के भन्छन् तपाईँहरू 5-10 मिनट हेऱ्यो पनि, तपाईँको 5-6 मिनट हेऱ्यो पनि भयो के। 5-6 मिनट वाच टाइम आएन, त्यसलाई अलि सपोर्ट पनि 5-6 मिनटको अलि सपोर्ट पनि त्यसलाई आएन वाच टाइम। अनि तपाईँको त्यसमा लाइक गरिदिनु होला, अनि कमेन्ट गरिदिनु होला त्यसमा। खासमा मलाई यस्तै ठाउँ मनपर्छ गाइस, यस्तै दिल खुश हो जाता है यार गाइस, दिल खुश हो जाता है यार ऐसी जगह है। माइन्ड फ्रेस भइहाल्छ है गाइस। नेचुरल, एकदम नेचुरल ठाउँ है गाइस, नेचुरल एयर। अनि मान्छे पनि अलि हेल्दी नै हुन्छ प्रायः जस्तो यस्तो ठाउँमा बस्ने, वन जङ्गल छेउछाउ बस्ने। त्यो के अलि जनावरहरूको चाहिँ डर हुन्छ। अनि अब अलि दुर्गम ठाउँ पनि भयो भनौँ होइन, अब सहरदेखि अलि टाढा हुन्छ। सो मान्छेले अब केही रोगी बिरामी कोही भयो भने अचानक इमर्जेन्सीमा त्यो कि अलि टाढा पर्छ, अलिक गाह्रो पर्छ। तर बस्नलाई चाहिँ राम्रो ठाउँ हुन्छ है हेल्थको लागि। हेर्नु है, टाइममा त देखाउनु पर्ने आफूलाई क्यामेराम्यानलाई। अब सबैको भिडियोमा प्रायः जस्तो क्यामेराम्यानले आफूलाई देखाउँदैन, म त देखाउँछु नि आफूले। यस, अझ त्यही क्यामेराम्यान त्यो मोबाइल खस्ने डर के। अब यति स्पिडमा थियो गाडी, अनि रिस्क त लिनै पर्छ है। अब हातले त्यो गर्ने हो रेकर्डिङ त्यसरी। अब त्यो ट्राइपोड्स पनि थिएन है गाइस मसँग। सो मैले सबै हातले नै त्यो गरेको है, ह्यान्डले। भिडियो रेकर्ड बाई माई ह्यान्ड है गाइस। अनि आफ्नो ह्यान्डले नै मैले ट्राइपोड बनाएँ है। खस्ने डर हुन्छ है, खस्यो भने त गयो, क्र्याक कुरो खन्छ, सिधै डिस्प्ले जान्छ। मेरो टिकटक आइडी पनि छ है गाइस, त्यसमा पनि तपाईँ त्यो जानु होला। त्यसमा पनि मैले आफ्नै भोइसमा, आफ्नै साउन्डमा रेकर्ड गर्ने गर्छु है गाइस। सो त्यसमा पनि सपोर्ट गर्नु होला, अनि फलो गर्नु होला, अनि लाइक कमेन्ट सेयर गर्नु होला। त्यसमा पनि मैले प्रायः जस्तो यो लभ रिलेटेड कन्टेन्ट बनाउँछु, मोटिभेसनल कन्टेन्ट बनाउँछु है गाइस त्यसमा। अब यस्तो हुन्छ क्या, अब टिकटकमा प्रायः जस्तो मान्छे जानेको कारण त्यसमा सर्ट हुन्छ, त्यो 10-15 सेकेन्डको हुन्छ। अनि बस टाइमको अभावले, मान्छेसँग टाइम कम भएको कारणले, या त बिजी भएको कारणले पनि मान्छेहरूले त्यसमै जान्छ क्या। तर रियल एकदम कन्टेन्ट चाहिँ युट्युबमा हुन्छ क्या गाइस, युट्युबको भिडियोहरूमा।
यो चाहिँ हामी आयौँ शमशेरगञ्ज है गाइस, जहाँ हामी आउनुपर्ने जानुपर्ने भनौँ। यो चाहिँ हामी स्त्री मगाएको थियौँ, मसँग फोटो थिएन पिपी साइजको, त्यो चाहिँ फोटो खिचाउन है। सो त्यहाँबाट चाहिँ मैले यो भ्यू देखाउँदैछु, हेर्न सक्नुहुन्छ है। त्यसपछि फेरि हामी काम सकाएर घरतिर फर्क्यौँ है। जाने बेला अलि के भन्छन्, हामी कति त्यही 9-10 बजीतिर हिँडेको थियौँ। आउने बेला त्यही लगभग 12-1 त बजे थियो सायद। त्यति बेला अलिक क्लियर पनि थियो नि। अरे यो क्यामेराको लेन्स पनि क्लियर छैन क्या, धुलो पसेर अब सफाइ गर्न मिलेन। यो हामी आइपुग्यौँ कोहलपुर है। यो गाइस कोहलपुर मार्केट, कोहलपुर बजार है, हेर्न सक्नुहुन्छ है। कोहलपुर मार्केट, कोहलपुर बजार। र गाइस कमेन्ट गर्नु होला है तपाईँहरू होइन, कोहलपुर बजार ठुलो छ कि नेपालगञ्ज बजार ठुलो छ, अनि कुन चाहिँ अलि डेभलप छ है, डेभलप छ कोहलपुर बजार कि नेपालगञ्ज बजार। रोड साइड मात्र देखेको छु क्या मैले कोहलपुर बजार भन्ने, अझ भित्र यसरी घुमेको छैन है मैले, कहीँ गएको छैन। यो चाहिँ पुरा माथि बताए क्यामेराको माथि, ओहो खस्ने लाग्छ माथि हेर्दा चाहिँ, दामी बनाएको छ यस यो। ट्राफिक थिएन है गाइस, ट्राफिक चाहिँ मिलेको। नाइस। यो टाइममा मैले कहिल्यै कोहलपुर बजार घुमेको थिइनँ है, फर्स्ट टाइम थियो। द्याट इज अ फर्स्ट टाइम है गाइस। एकचोटि हामी कहाँ दिपायलबाट आएको बेला, अनि त्यहाँसम्म अब त्यहाँदेखि हतरेसम्म आयौँ, अनि त्यहाँदेखि फेरि गाडी समात्यो होइन। अनि हेर्नु के भन्छन्, त्यो फेरि कहाँ टिकापुर जाने त्यो रहेछ हाइएस्ट होइन, नेपालगञ्ज भनेर बसाल्छन्। त्यही नझुक्किनु होला गाइस प्रयास हो तपाईँहरू होइन। अनि लेखेको ठाउँ तिनीहरू त्यो एक्ज्याक्ट हुँदैन के, तिनीहरू ठग्छन् क्या, पैसा खानले हेर्नु प्रयास हो यो हाइएस्टको मान्छेहरू होइन। के भन्छन् कि तपाईँको यो अब त्यहाँ धनगढी तपाईँ बस्नुभयो भने धनगढीबाट होइन नेपालगञ्ज लगिदिन्छु, तर गाडी हेर्नु तपाईँको त्यहाँ लम्कीदेखि फेरि एक्सचेन्ज गर्नुपर्ने हुन्छ कि कहिले कहिले हेर्नु। अनि फेरि भन्छ जान्न फेरि, अनि यता अर्को गाडीमा, अनि यता तिनीहरू जस्तो कि जाँदा एक्ज्याक्ट जहाँ जानुपर्ने त्यहीँको मात्र त्यो लेख्नुपर्छ क्या। जस्तो कि अब धनगढीबाट टिकापुरको गाडी हो भने यो टिकापुर मात्र हो भनेर भन्नुपर्छ होइन। नयाँ नेपालगञ्ज भनेर पनि बसाल्छन् के, अनि नेपालगञ्ज आउँदैन फेरि, अनि लम्कीबाट फेरि अर्को गाडी खोज, त्यो माथि फेरि यता चाहिँ आउँछ क्या। सो बी केयरफुल है सबैजना। ठ्याक्कै आउने बेला हामी लास्टै भोकाएको है गाइस। अनि कहाँ भन्छन् यो नेपालगञ्जको यो अतिथि भन्नेमा आएर हामी नास्ता खायौँ है, राइस खायौँ 2 प्लेट, अनि एक गिलास चिसो पनि खायौँ भनौँ। हेर्नु है हाँसिरहेको छु के भने, अनुहारमा खुसी देख्यो पनि भित्र यहाँ मान्छे दुःखी हुन्छ, कति चिन्ता हुन्छ, तनाव हुन्छ।
बाहिरको मान्छेलाई हाँसो देखाउनु पऱ्यो नि होइन। र एउटा कुरा याद राख्नुहोस् है, आफ्नो कमी कमजोरी आफ्नो जुन समस्या हुन्छ नि मान्छेले कहिले नसुनाउनु चाहिँ। बरु आफ्नो घरमा छलफल गर्नु है परिवारसँग, त्यसबाट तपाईँको समाधान निस्किन्छ है, निष्कर्ष निस्किन्छ होइन। तर जब तपाईँले मान्छेले आफ्नो समस्या सुनाउनु छ अनि मान्छेले त्यो कमजोरी पत्ता लगाएर सुरुमा मान्छेले कमजोरी खोज्छ क्या, कमजोरी पत्ता लगाएर त्यसपछि अनि हेप्ने त्यसले बाटो पाउँछ क्या, मौकाको फाइदा उठाउने बाटो पाउँछ। त्यही कारणले आफ्नो मौकाको फाइदा, कमजोरीको फाइदा, समस्याको फाइदा कहिले उठाउनु दिनुहुन्न क्या मान्छेले। बरु परिवारमै यो त कुरा के बाहिर जति साथी बनाए पनि होइन तपाईँले के भन्छन् कहिले पनि फुल्ली ट्रस्ट नगर्नु केटीमाथि। दुई अनुहारै दुई चिब्रे हुन्छन् मान्छेहरूको, व्यवहार पनि रेप्टेलियन जस्तै हुन्छ है, रङ बदलिने। बरु परिवारमा ट्रस्ट गर्नुहोस् है, आफ्नो आमा बुवामाथि ट्रस्ट गर्नुहोस्, उहाँले तपाईँले कहिले धोका दिनुहुन्न है। हर परिस्थितिमा, अभावमा, घटी कमीमा या प्रशस्तमा हरेक समय साथ दिनुहुनेछ। कोलपुरदेखि नेपालगञ्ज कति 16 किलोमिटर रहेछ है यस, तर लाग्दैन है 16 किलोमिटर जस्तो, एकैछिनमा पुगिन्छ है नेपालगञ्ज। यता चाहिँ अहिले इन्डस्ट्रियल एरिया हो गाइस, इन्डस्ट्रियल एरिया उद्योगहरू धेरै छन्। यो टाइममा त झन् यार हाम्रो पाउँदा झन् कति स्पिड गाडी आएर 70-80 को स्पिडमा त हिँडिरहेको थियो यो गाडी। इन्डस्ट्रियल एरिया है गाइस, इन्डस्ट्रियल एरियामा आइसक्यो होइन, उद्योगै उद्योग छ नै। बरु यस्तो उद्योगहरू त अब टिकापुर छैन त, त्यही कारणले अनडेभलपमेन्ट छ त्यहाँ। ठुला सोरुम छन् कार ट्र्याक्टरको, अनि उद्योग पनि छन्। यसैमा यो त गाना गाइदिउँ कि। सररर हावामा उडेको पन्छी चाहिँ तिमीलाई देखेर उछायो। स्वर त राम्रो छैन गाइस, त्यही पनि गाउने छु। सररर हावासँगै उडेको त्यो पन्छी चाहिँ गयो है गयो, वन्डरल्यान्ड गयो है गाइस, वन्डरल्यान्ड गयो कि आयो। ए वन्डरल्यान्ड आएको छैन अझै, वन्डरल्यान्ड। यो टाइममा तपाईँलाई धेरै गर्मी भएको छ भने जानुहोस् है एकचोटि उता भिजिट गर्नुहोस् है गाइस। आई रिकमेन्ड के भन्छन्, आई रिकमेन्ड होइन, आई सजेस्ट होइन, आयो वन्डरल्यान्ड पार्क पनि होइन, लट अफ फन यु क्यान डु गाइस। देख्नु है रोलर कोस्टर, अरे 600 कति लाग्छ है गाइस स्विमिङ गरेको। बट क्रिएटरहरूलाई, कन्टेन्ट क्रिएटरहरूलाई फेरि कन्टेन्ट मिलिहाल्छ कि त्यहाँ गएपछि। एउटा यो चाहिँ कोठारपुर है, मल्लिकापुर रान्जादेखि अलि अगाडि। ल अब चाहिँ हामी के भन्छन् यो रान्जा एयरपोर्टतिर इन्ट्री गर्दैछौँ है। यसरी रान्जा हामी पुग्दैछौँ।
स्टेबिलाइजेसन छैन के यार, यो एकदम स्टेबिलाइजेसन छैन, हल्लिन्छ यार। प्रो मोडबाट हल्लिँदैन, तर त्यो के जुमिङ गर्न मिल्दैन के त्यसबाट। ए एयरपोर्ट आयो है, रहन्छ एयरपोर्ट। त्यो चाहिँ एयरपोर्ट इन्ट्री गेट है, बट यो मेन इन्ट्री गेट चाहिँ होइन है गाइस। मेन इन्ट्री गेट चाहिँ अझै उतै छ, भित्र छ अझै। अस्ति नै गएको एयरपोर्टमा है 50 पे भन्छ के, 20 पेमा लग्ने रहेछन् त्यहाँ यार अटोवालाले। साले कोही कोही ठग्छन् है गाइस यो अटोवालाहरू पनि। 50 पे भएको यार पुरा यार। पछि अनि अर्को अनि पछि अर्को अटो समातेर गएँ म। यो अटोवाला पनि यो रेट के मनमानी आफ्नो रेट गर्छन् यार गाइस। यति नजिकको लागि पनि नहुने रेट के। ल हामी चाहिँ अब नेपालगञ्ज आइपुग्यौँ फाइनल्ली है। यो चाहिँ भोजे गाउँ है, भोजे गाउँ अनि प्लस सोल्टी होटल जाने बाटो। सोल्टी 5 स्टार त 5 स्टार होटल होइन है। पहिला सुरुमा यो नेपालीगञ्जतिर बसेको बेला बाफरे बहुत टाढा लाग्थ्यो के, बजार बहुत टाढावाला भनेको। आफूसँग त्यो सुरत साधन पनि थिएन जानले, ए हेर्नु है भाटपट्टि नै एट द नेपालगञ्ज कि इन द नेपालगञ्ज हुन्छ यार, कमेन्ट गर्नु। त्यसपछि आउँछ हाम्रो सिद्धार्थ होटल। गाइस कमेन्ट गर्नु है सिद्धार्थ कुन हो, 5 स्टार हो कि 3 स्टार हो कि 4 स्टार हो, कमेन्ट गर्नु है। ठुलै छ कि बिल्डिङ त यार। यसमा क्यासिनो छ, स्विमिङ छ, ब्याङ्क्वेट छ यसमा। एसके पेट्रोल पम्प आयो। यस्तै अलिक कम कन्टेन्ट बनाएपछि होइन, कहिलेकाहीँ मात्र कन्टेन्ट बनाएपछि यस्तो हुन्छ कि अलि आइडिया हुन्न कि, मतलब यो सुट गर्ने के गाइस, सुट गर्ने आइडिया हुन्न कि हामीसँग कि कुन एङ्गलबाट कसरी कतिको जुमिङबाट त्यो गर्दाखेरि त्यो आउँछ भनेर सबै हामी जुन ठाउँ चिज देखाउन खोज्छौँ नि त्यो सबै क्याप्चर हुन्छ कि हुँदैन भन्ने आइडिया हुन्न कि। पछि कन्टेन्ट बनाउँदै गयो भने अनि अलि आइडिया आउँछ। नेपाल टेलिकम है, नेपालगञ्ज तालिम केन्द्र। यही तालिम हुन्छ है गाइस, सेलेक्टिभ हाम्रो मान्छेहरूको होइन। सो हामी आइपुग्यौँ नेपालगञ्ज। कहाँ भन्छ नि हो, कारकान्दो चोकमा पुग्यौँ है। हामी कारकान्दो चोक ट्रनले घुमाएर त्यसपछि हामी अब गइरहेछौँ विशाल चोकतिर। विशाल चोकभन्दा अगाडि अलि तेजनगर। सो गाइस यो थियो आजको, सानो बनाऊ या लामो बनाऊ होइन, यो आजको ब्लग है। हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद है, थ्याङ्क यू, हार्टली थ्याङ्क यू है। अनि जसले सब्सक्राइब गरेको छ, जसले तपाईँको कमेन्ट गर्दैछ, सपोर्ट गर्दैछ, त्यसलाई हार्टली अनि थ्याङ्क यू भन्छु र वेलकम पनि भन्छु जसले सब्सक्राइब गरेको छ है। तपाईँको एउटा सानो सपोर्टले पनि यता हौसला मिल्छ क्या अलि मान्छेलाई कि अझै अझै कन्टिन्यू गरौँ भनेर। हो त्यही बारी चाहिँ एउटा त्यो वाटर पार्क हो है। सो भेटौँला फेरि अर्को नेक्स्ट ब्लगमा है गाइस, ब्लग अथवा कन्टेन्टमा है। सो आजलाई यति नै थियो। सो टेक केयर योरसेल्फ
अनि काम कति गर्ने के छुट्टी लिएर कुनै दिन अन्त राम्रो ठाउँमा आफूले पिस मिल्ने ठाउँमा भिजिट गर्न जानु होला। तपाईँको स्ट्रेस अनि तपाईँको एन्जाइटी सबै हटेर जान्छ है। ल हामी चाहिँ अब पुग्यौँ विशाल चौकतिर। ल see you later guys, see you later, take care, tata, goodbye.